आमा हजुरलाई के भयो आमा 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 हजुरलाई के भयो आमा आमा के भयो हजुरलाई दाइ आमालाई के भयो अस्पताल लिएर जानु पर्थ्यो अस्पताल त लिनु पर्छ नि भाइ तर पैसा नि छैन आमा उठ्नु न हजुरलाई के भयो यसो भनेर कहाँ हुन्छ आमा अस्पताल त जानु पर्छ त यसो भनेर कहाँ हुन्छ आमा अस्पताल त जानु पर्छ त भाइ त्यो आमालाई हेर्दै गर म गाउँमा गएर पैसा खोजेर ल्याउँछु है हुन्छ दाइ छिटो आउनु आमा यहाँ बस्नु साउबा साउबा मलाई 5000 पैसा चाहियो साउबा मेरो आमा सिनिसको बिरामी हुन्छ साउबा साउबा मलाई 5000 रुपैयाँ दिनु न साउबा मेरो आमालाई धेरै गाह्रो भएको छ साउबा प्लिज 5000 पैसा दिनु म हजुरको 2-4 महिना पछि हजुरको पैसा फिर्ता गरिदिन्छु प्लिज साउबा प्लिज साउबा प्लिज बात भिखारी साला तेरो बाबुले दिएको पैसा अहिलेसम्म तिरेको छैन फेरि कहाँबाट दिनु तिमीहरू भिखारी मेरै लागि बाँचेका हौ त सुनै चैते हजुर मालिक यसै भगाइदे साउबा साउबा प्लिज म हजुरलाई बिन्ती गर्छु साउबा प्लिज यसो नभन्नु न साउबा प्लिज साउबा प्लिज ए भनेपछि पैसा दिनै पर्ने छ होला है त्यसो भए मैले जे भनेको त्यही मान्छस् त हुन्छ साउबा म हजुर जे भनेको पनि मान्छु साउबा तर मेरो आमालाई बचाइदिनु पर्छ प्लिज साउबा ल ठीक छ हिँड मेरो मालिस गर त साउबा अब त भयो होला नि त मेरो आमाले पनि धेरै गाह्रो भएको होला म जान्छु पैसा दिनु ए भनेपछि तँलाई यति जाँडो पैसा चाहियो 100 रुपैयाँ भाग भिखारी साला साउबा त्यसो नगर्नु न साउबा 5000 रुपैयाँ दिनु न प्लिज साउबा ओइ चाहिए हजुर मालिक यसलाई भगा साउबा प्लिज साउबा काका मेरो आमा बिरामी हुनुभएको छ थोरै पैसा भए दिनु न छैन जा भाग
दाइ आमालाई गाह्रो भयो पैसा ल्याउनु भएन नाइ भाइ पैसा कसैले दिएन चातिएको चोली फेरौँला तिम्रै ओठको हाँसो हे